ठोक गुल्सन ठोक्न चाहिँ ठोक्यो कहाँसम्म ठोक्यो भन्ने थाहा भएन छाइक रिस उठेको बेलामा 6 बलमा 3 रन खेली बनाएर खेलिरहेको ओइ आमामामामा फेरि आउट हुन खोजेको खतरा पावर दिएको भएर मात्रै हो नभए गुल्सन पनि आउटै भएको हेर त फेरि रिप्लेमा खतरा हार्ड लेजा बदला लिए 6 रन खतरा हान्दियो लु पुरा टेकेर खानेपछि त यस्तै हो कि यिनको पावर लेजा तेरिका नराम्रो तालले तेरिका खत्तम खेले खत्तम यार दुईजनाले नै नराम्रो बोल्ड आउट भइगयो कतिचोटि हेर्न मन लाग्यो खत्तम बनायो Good relief. He's having a word now with Debbie Bisa, but Gulson Sharp, sadly for Bruges, she departs for 9 from 9 deliveries, and the score now for Bruges is 93 for 6. Out भयो हेत्तेरिका यो जेबीबीको चाहिँ खै ब्याट्सम्यानहरु गतिलो लागेन मलाई अस्ति नै पनि फर्स्ट गेममा पनि हार्यो सेकेन्ड गेममा हिजो जबरजस्ती 166 मात्रै बनाएको थियो त्यतिको टार्गेटमा 166 छ नै भएर टाई भएर गेम चाहिँ नि सुपर ओभरमा गएको सुपर ओभरमा 3 रन मात्रै दिएर अल आउट गरेको थियो फेरि सुरुमै चाहिँ फर्स्ट बलमै कलिन मुन्डो चाहिँ नि आउट भएपछि फेरि टिम दबावमा आयो जबरजस्ती 3 रनलाई पनि जबरजस्ती पाराले जित्नु पर्यो हैट यस्तो पनि हुन्छ ल अब नेपाली खेलाडीहरू गुल्सनले र के भन्छ आइरीले राम्रो खेल्न सकेन आज पानी परेर पनि ब्याड लक बनाए जस्तो लाग्छ मलाई चाहिँ तपाईहरुलाई कस्तो लाग्छ कुनि अब हाम्रो बलरको तर्फबाट फेरि आज पनि ललित नारायण राजवंशी छन् अब उनले के गर्छन् म चाहिँ अब लगभग नहेर्ने अवस्थामा पुगे ल ढिलो पनि भयो गुड बाई